झाँक्रीहरूको सन्दर्भमा पनि उहाँले किताब लेख्नु भएको छ। पुर्खौलीको विषयमा पनि किताब लेख्नु भएको छ। उहाँले आफ्नो एमफिलको थेसिसको टाइटल नै पुर्खौली सम्बन्धी उहाँले राख्नुभयो र अहिले भर्खरै मात्रै उहाँले आफ्नो पिएचडीको अध्ययन सम्पन्न गरेर पिएचडी डिग्री डक्टरेट भन्छ, विद्यावारिधि भन्छ नेपालीमा चाहिँ, अनुसन्धान तहको पढाइ त्यो तहभन्दा माथि औपचारिक पढाइको डिग्री छैन अर्को। उहाँले त्यो के अरे विद्यावारिधि पुरा गरेर डाक्टर प्रतिभाको उपाधि पाउनु भएको छ र नाम जस्तै उहाँ एउटा हाम्रो समुदायको, हाम्रो समाजको, हाम्रो जातिको प्रतिभाशाली व्यक्तित्व हो भन्ने कुरा चाहिँ मलाई लाग्छ। र बाँकी उहाँले पनि केही बोल्नु होला, मैले धेरै कुरा उहाँको विषयमा मलाई थाहा छ, तर पनि मैले यहाँ भनिराख्नुभन्दा उहाँ आफै यहाँ आउनुभएको हुनाले सबैभन्दा पहिला उहाँलाई चाहिँ यहाँ आसन ग्रहण गर्ने कुर्सी सुर्सी ल्याइएन, हाम्रो परम्परागत हिसाबले उहाँ यहाँ अगाडि आइदिनु होला र उहाँहरूलाई चाहिँ उहाँलाई हाम्रो आमा समूहको तर्फबाट एउटा माला लगाएर अब ढिलै भए पनि स्वागत गर्ने कार्यक्रम छ। माला लगाइदिँदाखेरि जोरदार ताली बजाइदिनु होला र हाम्रो मण्डली बाजा समूहको साथीहरू पनि यहाँ हुनुभएको छ। उहाँहरूले माला लगाइदिँदाको बेलामा उहाँहरूलाई ससम्मान के अरे गौरवपूर्ण तरिकाले बाजा पनि उहाँहरूले नराखिदिनुहुन्छ भन्ने आशा लगाएको छु। उहाँलाई आसन ग्रहण गरिदिनु अनुरोध छ र आमाहरूले उहाँसँग परिचय गर्ने, हात मिलाउने कसैको चाहना छ भने उहाँहरू आइदिनु होला, नमस्ते गर्नु होला। सबैले जोरदार ताली बजाइदिनु होला। उहाँलाई हाम्रो कार्यक्रममा स्वागतको सन्दर्भ हो यो। हाम्रो क्यामेराम्यान भाइले बाइकमा बोल्दै गरेको बुढालाई पनि यसो त्यतातिर पनि आउने गर्नुहुन्छ है। यो मान्छे हो, आशा लाग्छ। धन्यवाद। अस्ति भर्खरै हामीले वैशाखी गतेको कार्यक्रममा खड्ग गर्बुजा जेठानलाई बोलाएका थियौँ अनि उहाँले गीत गाउनु भएको थियो। हामीले गीत गाउँदाखेरि त जाउला पाखा पानी मामाको छोरी लिनु जाउला पाखा पानी भनेर गाउँथ्यौँ। तर पाखा पानीमा पाइजाहरूको राजा थिए अरे, तुलु पाइजा भन्ने। अहिले यहाँहरूको एकाडेमिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा, ऐतिहासिक कुराहरूमा चासो राख्नुहुन्छ भने चन्द्रप्रकाश बानिया भन्ने एकजना सर हुनुहुन्छ, हाम्रो भूतपूर्व माननीय। उहाँले तुलु राजा भन्ने एउटा ऐतिहासिक उपन्यास लेख्नु भएको छ। पाखापानीको तुलु पाइजा राजाको विषयमा किताब लेख्नु भएको छ। त्यो किताब म ल्याउँछु र यहाँ लाइब्रेरीमा पनि हुन्छ, यहाँहरूले त्यो अध्ययन गर्ने कोसिस गर्नुहोला। मैले प्रसङ्ग केमा जोड्न खोजेँ भने मामाको छोरी लिनु जाउँला पाखा पानी भन्थ्यौँ, तर गर्बुजा जेठानले गीत गाउँदाखेरि जाउँला पाखा पानी पाइजाको छोरी लिनु जाउँला पाखा पानी यसरी गाउनुभयो भने पाखा पानीमा पाइजाहरूको राजा थियो। पाइजाको छोरी लिनु पाखा पानी जाम भन्नुहुन्थ्यो। पाइजाको छोरी खोज्दै खोज्दै यहाँ आफै आउनु भएको छ, तर पाखा पानीबाट होइन, बाँसखर्कबाट। यो एउटा गीतको प्रसङ्ग भनेको सन्दर्भ हो। उहाँलाई मैले बहिनी नाता लगाउनुपर्छ। उहाँको चाहिँ गर्बुजासँग बिहा भएको, मैले पनि गर्बुजाको छोरी ल्याएको हुनाले उहाँलाई मैले बहिनी भन्छु। यद्यपि यहाँ पाइजाको छोरीहरू टिका पाइजासँग चिन्जान गराइदिएको उहाँको त गर्वले छाती त्यसै पनि ठुलो थियो, झन् ठुलो भयो। किनभने हाम्रो पाइजाहरू यस्तो पिएचडी डक्टरेट गरेको पाइजाहरू रहेछन् भनेर त्यसपछि धेरै पाइजाको छोरीहरू यहाँ वरिपरि आउनुभएको थियो। उहाँ बाँसखरको माइत भएको हुनाले
बासखर्कको छोरीहरू यहाँ चाहिँ एकजना हाम्रो मेरो छिमेकी रियानाको मम्मीसँग त परिचय नै भयो अनि हाम्रो गङ्गा छोरीहरूसँग परिचय भयो कि भएन त्यस्तै श्याममाया छोरीहरू उहाँहरूले पनि परिचय भएको छैन भने उहाँको माइत गाउँ चाहिँ बासखर्क मालगाममा त्यसपछि बसाइ छोडेर उहाँहरू चाहिँ तल बुटोल जानुभएको र अहिले चाहिँ उहाँ कलेजतिर पढाउनु पनि हुन्छ अनि यस्तो सांस्कृतिक अभौतिक सम्पदाहरूको विषयमा चाहिँ उहाँले अध्ययन अनुसन्धान गर्नुहुन्छ। एउटा मात्रै प्रसङ्ग म तपाईँहरूलाई बताएर यो माइक डाक्टर प्रतिभाज्यूलाई दिन्छु। त्यो प्रसङ्ग के भने मैले डाक्टर त होइन के अरे मगरहरूको बुद्धिजीवी महिला बमकुमारी बुढा मगरसँग धेरै वर्ष पहिला पोखराको फेवातालमा 15 मिनट मात्रै भेटेको। उहाँले अहिले 72 वर्षको उमेरमा मास्टर डिग्री पनि कम्प्लिट गर्नुभएको छ केही वर्ष पहिला, मलाई त्यो लाग्छ। भनेपछि उहाँबाट मैले सिकेको कुरा के भने हामीले खास गरिकन मगरहरू पछाडिएका छौँ भनेदेखि हाम्रोमा घर बनाउने बाटो बनाउने विकास गर्ने यो त बाँचेको मान्छेले जले नि गर्छ तर यो हाम्रो इन्टेन्जिबल प्रोपर्टी जुन छ भौतिक सम्पदाहरू जुन छ त्यो हामीले चाहिँ नयाँ जेनेरेसनलाई ट्रान्सफर्मेसन गर्नु सकेनौँ भनेदेखि त्यो हराएर जान्छ। कुनै पनि जात जातिको चाहिँ होइन त्यो सांस्कृतिक कुराहरू भाषाहरू यस्तो कुराहरू हराएर गयो भने त्यो जातिको अस्तित्व लोप हुन्छ। बाबुहरू त्यसमा लाग्नुपर्छ भनेर उहाँले हामीलाई अर्तीपुत्ती दिनुभएको थियो। अर्तीपुत्ती लिने मान्छे भनेको भरत र म थियौँ। भरतजीले कति बुझ्नुभयो मैले कति बुझेँ। आजसम्म हामीले त्यति ठुलो माखो मार्नमा सकिएको छैन तर काम चाहिँ प्रतिभाजीहरूले गर्दै हुनुहुन्छ। ओके, उहाँको यही कामको सन्दर्भमा केही भनाइहरू भए, यहाँको स्थानसम्म आउनुको उद्देश्य पुरा भयो कि भएन, फेरि आउनु मन लाग्यो कि लागेन आदि इत्यादि कुराहरूको विषयमा छोटो आफ्नो परिचयात्मक मन्तव्यको निम्ति डाक्टर प्रतिभाज्यूलाई चाहिँ म माइक्रोफोन दिन्छु है। धन्यवाद। आदरणीय प्रदीप सर, उहाँलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। आजको यो सुन्दर हिस्तान गाउँमा यसरी बोल्ने मौका दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई म हार्दिक धन्यवाद अनि नमस्कार टक्राउँदछु। खास गरेर यो म चाहिँ मेरो बारेमा सबै प्रदीप सरले भनिदिनु भयो, त्यसमा मैले थप्नुपर्ने त केही पनि छैन। एउटा कुरा चाहिँ के भन्दाखेरि विशेष गरेर यो अन्नपूर्ण गाउँपालिकामा भएका अभौतिक सांस्कृतिक सम्पदा भनेको जुन कुरा हामीले देख्न सक्दैनौँ होइन त्यस्तो संस्कृतिहरू हामीसँग छ अनि तर हामीलाई थाहा छैन त्यसको खोज गरेर कसरी बचाउने त भन्ने कुराको अध्ययनको लागि म विशेष गरेर बडा पूजा र भूमि पूजाको अध्ययनको क्रममा म यहाँ छु। जस्तै अब हामीले यहाँ देख्यौँ यो थान हामीले देख्न सक्छौँ तर अहिले चाहिँ त्यहाँभित्रको पूजा गर्ने देवी देवताको बारेमा तपाईँहरूलाई मैले सोद्धाखेरि बाउबाजेहरूले पूजा गर्नुहुन्थ्यो के हो मलाई थाहा छैन भन्ने कुरा निस्क्यो कि हो त्यो हो हाम्रो अभौतिक संस्कृति। हामीले चाहिँ हाम्रो पुस्तालाई सिकाएनौँ भने त्यो कुरा चाहिँ हाम्रो पुराना पुस्ताहरू सँगसँगै मरेर जान्छ र नयाँ पुस्ताले सिक्न पाउँदैन। अब जस्तै नाच्दै गाउने गर्दाखेरि तपाईँहरूले गीतहरू जो बोल्नुहुन्छ गाउनुहुन्छ त्यो गीतमा पनि हाम्रो संस्कृति हुन्छ, इतिहास हुन्छ, चालचलनहरू लुकेर बसेको हुन्छ। अनि यहाँ भूमि पूजा गर्दाखेरि जुन पूजा गर्ने क्रमहरू छ त्यो पनि रीतिरिवाज हो। त्यो रीतिरिवाजमा हाम्रो मौलिक चिनारी लुकेको हुन्छ। हामीले चाहिँ त्यसको अध्ययन गरेर राखेनौँ भने त्यो हराएरै जान्छ र भोलि गएर प्रतिभापुन भनेको को हो त भन्ने कुरा आफ्नो मूल जरा चाहिँ हुँदैन, हामी कसैको पनि हुँदैन। हरेक जात जातिले चाहिँ त्यो कुरा ख्याल गर्नुपर्ने हुन्छ। यसमा चाहिँ नेपाल सरकारले पनि विशेष चासो दिइरहेको अवस्था हो र यो बेलामा तपाईँहरूको ठाउँमा आए तपाईँहरूको यो माया सम्मानको लागि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। भूमि पूजा व्यवस्थापन समितिले जुन आयोजना गर्नुभएको भूमि पूजाका अध्यक्ष लगायत सम्पूर्ण टिम, आमा समूह र हिस्तान मण्डली बाजा समूह उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। मैले तपाईँहरूलाई केही पनि दिन सक्दिनँ, दिने भनेको खोज अध्ययन गरेर तपाईँहरूको इतिहासलाई राखिदिन्छु म है। आर्थिक रूपले म विद्यार्थी हो। धेरै धन्यवाद। एकदमै इमोसनल गर्नुभयो। मैले तपाईँहरूले दिने भनेको कुरा त्यस्तै हो, पैसा दिन सक्दिनँ। मैले तपाईँहरूको बारेमा खोज अध्ययन अनुसन्धान गर्दैछु होइन। हजुर, म धेरै बोलिनँ। हस्, धेरै धेरै धन्यवाद। तपाईँहरूको नाम चाहिँ मैले त्यहाँ लेख्नेमा चाहिँ लेखिदिइरहेको हुन्छु है। हस्, थ्याङ्क यू।
थ्याङ्क यू ल इष्टमा त चिन्ने हुन्छ हजुर